हेलो गाइज, आज चाहिँ हामी कटहरको सब्जी पकाउँदैछौँ। यहाँ छ प्याज अनि टमाटर, आलु अनि जिरा, अदुवा अनि लसुनको पेस्ट अनि कटहरलाई नुन र बेसनमा मोलेको। अब यहाँ ग्यास स्टार्ट भयो। हामीले कराई बसायौँ र कराईमा तेल राखेको छौँ। तेल चाहिँ हिट हुँदैछ र हामीले त्यसमा कटहर तार्यौँ। हामीले यसलाई रातो नहुन्जेलसम्म रोस्ट गर्नुपर्छ। अब चाहिँ हाम्रो कटहर रातो भयो र निकाल्दैछौँ। यसरी नै सबै कटहरहरू तारिसकेर त्यही तेलमा हामीले मसलाहरू लाउँदैछौँ। यहाँ हाम्रो पड्काउने मसला, ब्राउन हुन्जेल पुर्याउने, त्यसपछि प्याज हालिदिने अनि त्यस प्याजलाई पनि ब्राउन हुन्जेल चलाउने। एकछिन ब्राउन भएपछि यसमा टमाटर, नुन, बेसारहरू राखेर एकछिन पाक्नलाई छोडिदिने। यहाँ चाहिँ मैले बेसार र नुन लगाएँ। अब चलाउँछु। यसलाई चाहिँ मजाले मिक्स गरेर चलाएर मसला पनि यसमै हालिदिएँ ताकि मजाले पाकोस्। यसलाई मजासँग मिक्स गरेर अब यसमा आलु मिक्स गरिदिने अनि यसलाई मजाले चलाउने। चलाएपछि यसमा थोरै पानी राखेर छोपिदिनुपर्छ ताकि आलु राम्रोसँग पाकोस्। मैले ढक्कनले छोपिदिएँ। अब यो एकछिन पाक्दैछ। एकछिन छोडेर चाहिँ मैले यसलाई निकालिदिएँ। अब यसको पानी सुकेर मजाले पाकिसक्यो। यसले राम्रोसँग ग्रेभी रस निकालेको छ। अब यसमा हामी कटहर मिक्स गर्दैछौँ। अघि फ्राई गरेर साइडमा राखेको कटहरलाई मजाले हाल्ने अनि चलाउने। यो सब्जीमा चाहिँ मैले चिल्ली मिक्स गरिनँ किनकि हाम्रो घरमा खोर्सानी खाँदिनँ। यसलाई चाहिँ मैले मजासँगले मसलाहरू लागोस् भनेर मिक्स गरिदिएँ। अब यसलाई म एकछिन छोपिदिन्छु। यो मसलाहरू कटहरको भित्रसम्म पुगोस् भनेर हल्का पानी छिप्किदिएर छोप्दा पनि हुन्छ। ग्रेभी छ भने ठिकै चलाइदिएर छोप्दा पनि हुन्छ। र यसलाई हेर्दा एकदमै राम्रो देखिरहेको छ। र एकछिनमा छोपिसकेर मैले निकालेँ। अब यो राम्रोसँग पाक्यो।